नमस्ते सबैजनालाई म तपाईहरुको कृष्ण भाइ आज फेरि हजुरहरुको माझ उपस्थित भएको छु। फर्स्ट अफ अल चाहिँ तपाईहरु सबैजनालाई दशैंको एकदम शुभकामना छ। एकदम राम्रो दशैं मनाइदिनुहोस् सबैजनाले हो। अन्त अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ लास्ट जुन चाहिँ भिडियो हामीले पोस्ट गरेको थियौं नि त्यसको तपाईको एकदम फिडब्याक चाहिँ तपाईको एकदमै राम्रो अम्बो खालके आयो हो। अन्त त्यसले गर्दा कस्टमर पनि एकदमै राम्रो हाम्रोमा फ्लो आएको छ। कस्टमरहरुको जुन चाहिँ हाम्रो डिस्काउन्ट थियो त्यसको बेनिफिटहरु पनि एकदमै कस्टमरहरुले उठाइराख्नु भएको छ। अन्त अब हाम्रो रहेको 4 दिन मात्रै छ यो डिस्काउन्टको 4 डेज मात्रै रहेको छ। अन्त तपाईहरु कहिले आउनु हुने र तपाईहरुको आफ्नो घरको आँगनको नजिकैको रिलायन्स डिजिटल गान्तोकमा आएर शपिङ गरिदिनु हुने। अन्त हाम्रो अहिले पनि तपाईको एकदमै चलिरहेको छ, कन्टिन्युए छ डिस्काउन्टहरु अझै 4 दिनसम्म रहन्छ। अन्त जुन चाहिँ हाम्रो अफरहरु छ त्यो चाहिँ म तपाईहरुलाई भित्रै गएर भन्ने छु। अन्त तपाईहरुलाई अफरको जानकारी दिँदाखेरि चाहिँ के अम्बो अफर छ भन्दाखेरि चाहिँ अहिले हाम्रोमा चाहिँ एकदमै राम्रो तपाईको आइफोन 16 प्लस चाहिँ एकदमै राम्रो प्राइसमा आउँदैछ। कति भनेर सोच्नु हुँदै होला, प्राइस छ तपाईको 59,990 मा मात्रै आउँदैछ। यो चाहिँ तपाईको एक्सचेन्ज बोनस सँगै हो। तपाईले पुरानो आइफोन छ भने एक्सचेन्ज गरेर तपाईले यो प्राइसमा यो बेनिफिट लिएर तपाईले लिएर जानु सक्नुहुन्छ। अन्त अर्को चाहिँ के छ भने आइफोनको तपाईको हाम्रोमा एक्सेसरिजहरु लेटेस्टहरु सबै अवेलेबल छ। अन्त तपाईले स्यामसङको हेर्नुहुन्छ भने स्यामसङको पनि तपाईको एस सिरिज देखि लिएर जुन चाहिँ ए सिरिज देखि लिएर एस सिरिज सम्मको फोन हाम्रोमा सबै अवेलेबल छ। जुन चाहिँ तपाईको अहिले अनलाइनमा त बिग बिलियन डेज हेरु लागिरहेको छ। हामी त्यसको पनि प्राइस कम्पेरिजन गर्दै छौं यहाँ हो। अन्त अर्को चाहिँ तपाईको ओप्पो, भिभो, मोटोरोला, रेडमी, रियलमी फोनहरु पनि हाम्रोमा सबै अवेलेबल छ। अन्त यसमा पनि तपाईले एकदमै बेस्ट डिस्काउन्ट पाउनु हुँदैछ। तपाईहरु आइदिनुहोस् र यसको बेनिफिट उठाइदिनुहोस्। हेलो एन्ड नमस्ते, फेरि पनि म तपाईहरुको माझ दशहराको अफर्सहरु लिएर आएको छु। फर्स्ट अफ अल अफर्सहरु भन्नुभन्दा अगाडि सबैलाई ह्यापी दशैं है। अनि यो पालि हामी एकदमै एग्रेसिभ अफर लिएर आएको छौं एभ्री टाइम जसरी नै। सो हाम्रो मेन अफर के छ भन्दाखेरि तपाईलाई थाहा भएकै कुरा हो 22 देखि जीएसटी रिड्युस भएको छ। सो जीएसटी केमा रिड्युस भएको छ भन्दाखेरि एसीमा अनि डिसवासरमा। हामीले होम अप्लायन्सेसको कुरा गरे नि एसी अनि डिसवासरमा जीएसटी रिड्युस भएको छ। 28% जीएसटी देखि 18% जीएसटी मात्रै तपाईले पे गर्नुपर्ने हुन्छ अहिले गभर्नमेन्टलाई। सो त्यसको हामीले के बेनिफिट पाउँदैछौँ भन्दाखेरि कुनै पनि डिसवासर या त एसी पर्चेस गर्नुभयो भने फर इक्जाम्पल डिसवासर हाम्रोमा जुन चाहिँ पहिला 54,000 को थियो अहिले जीएसटी रिड्युस भएर त्यसको प्राइस खालि 49,000 मात्रै छ। जीएसटी त रिड्युस भयो साथसाथमा त्यसमा जुन डिस्काउन्ट्सहरु चल्दै थियो डिस्काउन्ट्स घटेको छैन। सो जीएसटी रिड्युस भएर 49,000 प्लस एडिसनल डिस्काउन्ट्सहरु अहिले पनि चलिरहेको छ। अनि एसीमा त्यसै प्रकारले हाम्रोमा 40,000 को एसी अहिले 36,000 मात्रै भएको छ जीएसटी रिड्युस भयो। त्यो पनि तपाईले अफर अवेल गर्न सक्नुहुन्छ। र वाशिङ मसिनको कुरा गर्नु पर्दाखेरि वाशिङ मसिन्सहरुमा एकदमै राम्रो डिस्काउन्ट चल्दैछ। जस्तै तपाईको वासर ड्रायर्स अहिले एकदमै डिमान्डमा भएको वासर ड्रायर्स हामीले एकदमै एग्रेसिभ प्राइसमा ल्याएको छौं, जसमा तपाईले 63,000 मा 12 kg वासर एन्ड ड्रायर लिएर जान सक्नुहुन्छ। त्यसमा पनि तपाईले हेभल्सको एयर फ्रायर फ्री अफ कस्ट पाउनु हुँदैछ। र साथसाथमा तपाईले एयर फ्रायर चाहिएन भने त्यसको बदलीमा 2000 रुपैयाँ डिस्काउन्ट पनि पाउनु हुनेछ। र त्यसरी नै तपाईले अरु वाशिङ मसिनको कुरा गर्नुभयो भने एभ्री वाशिङ मसिनमा अस्योर्ड फ्रीबिज पाउनु हुनेछ। लाइक फ्रन्ट लोडमा अस्योर्ड फ्रीबिज पाउनु हुनेछ। अनि टप लोड वाशिङ मसिन्सहरुमा तपाईले एकदमै राम्रो डिस्काउन्ट पाउनुहुन्छ। अनि अर्को कुरा हामीले अहिले के गर्दैछौँ भन्दाखेरि तपाईलाई थाहा भएकै कुरा हो अनलाइन प्लेटफर्म्सहरुले पनि एकदमै राम्रो सेल चलाइरहेको छ भने तपाईहरुले अनलाइनमा किन्ने कुनै जरुरत छैन। किन भन्दाखेरि तपाईले त्यहाँको प्राइस लिएर आउनुहोस्, हामी त्यो प्राइसमा म्याच गरिदिनेछौँ। सो एभ्री प्रोडक्ट अनलाइनको प्राइसमा हामी म्याच गरिदिनेछौँ। अनि र भन्नुपर्दा अब अरु डिस्काउन्ट्सहरु जस्तै हाम्रो पेपर फाइनेन्स क्रेडिट कार्ड डिस्काउन्ट्सहरु गर्नुभयो भने त्यो हरेक क्रेडिट कार्डमा पनि तपाईले अप टु 15,000 डिस्काउन्ट्स पाउनु हुनेछ। फाइनेन्सबाट बिल गर्नु चाहनुहुन्छ भने तपाईले त्यसमा पनि 1 EMI अफको अफर पाउनुहुन्छ। र अब हामी रेफ्रिजरेटरको कुरा गर्दाखेरि साइड बाइ साइड रेफ्रिजरेटर्सहरु पनि एकदमै राम्रो प्राइसमा आएको छ। सो अप टु तपाईको 10,000 डिस्काउन्ट अन जुन चाहिँ हामीले राखेको प्राइसमा अप टु 10,000 डिस्काउन्ट डाइरेक्टली पाउनुहुन्छ। अनि प्लस तपाईले क्रेडिट कार्डहरु युज गर्नुभयो भने अप टु 20,000 सम्म डिस्काउन्ट पाउन सक्नुहुनेछ। सो एकदमै राम्रो अफर लिएर आएको छौँ हामी। र साथसाथमा हाम्रो होम अप्लायन्सेसमा एउटा एकदमै इम्पोर्टेन्ट पार्ट छ, त्यो हाम्रो स्मल अप्लायन्सेस एन्ड किचन अप्लायन्सेस। त्यसमा पनि बाई मोर सेभ मोरको अफर स्टिल लाइभ छ। द्याट मिन्स 5, 10, 15% सम्म तपाईले डिस्काउन्ट पाउनु हुनेछ एभ्री पर्चेसमा। अनि साथसाथमा फिलिप्सको कुनै पनि प्रडक्ट पर्चेस गर्नुभयो भने एभ्री प्रडक्टमा तपाईले अस्योर्ड फ्रीबिज पाउन सक्नुहुनेछ।
सो यो हाम्रो होम अप्लायन्सेसमा एकदमै राम्रो अफर चल्दैछ। तपाईँहरू आएर अहिले यो अफरलाई अवेल गर्न सक्नुहुनेछ अनि तपाईँको दसैँको सपिङ हामीसँग जोडेर गर्न सक्नुहुन्छ। थ्याङ्क यू। र अहिले भने हामी होम इन्टरटेनमेन्ट सेक्सनमा छौँ, जसको मतलब तपाईँको टिभिज एन्ड साउन्ड्सहरू हो, अडियो एन्ड भिजुअल। र हामीले हेर्नु पऱ्यो भने जिएसटीको जुन चाहिँ रिडक्सन भएको छ त्यसको सबभन्दा बेसी फाइदा इलेक्ट्रोनिक्समा टिभीमा भएको छ। तपाईँहरूलाई एनी कन्ज्युमर जो पनि केही इलेक्ट्रोनिक्स पर्चेस गर्न चाहनुहुँदैछ भने जिएसटी रिडक्सनको सबभन्दा ज्यादा फाइदा टिभीमा भएको छ। तपाईँले मेरो पछाडि देख्न सक्नुहुँदैछ, हरेक टिभीको पछाडि हामीले 2टा प्राइस ट्याग लगाएको छौँ। र त्यो चाहिँ के हो भन्दाखेरि बिफोर जिएसटी रिड्युस हुने प्राइस र अहिले जिएसटी रिड्युस भएर कति भएको छ। सो फर इक्जाम्पल तपाईँले त्यसरी हेर्नुभयो भने सोनीको मिनी एलइडी पहिला 1,79,000मा पर्चेस गर्नु पाउनुहुन्थ्यो तपाईँले भने अहिले आफ्टर जिएसटी रिडक्सन 1,60,000 मात्रै पर्छ तपाईँलाई। सो द्याट मिन्स तपाईँ 19,000 सेभ गर्नुहुँदैछ तपाईँको पर्चेसमा। त्यसै प्रकारले अहिले हाम्रोमा एकदमै राम्रो राम्रो अफर्सहरू छ टप मोडल्सहरूमा, जस्तै कि सोनीको ओलेड तपाईँले पर्चेस गर्नुभयो भने अहिले हाम्रो क्लियरेन्स सेलमा अलमोस्ट 50% अफमा अभाइलेबल छ। र साथसाथमा तपाईँले एलजीको 75 इन्चेसको C3 ओलेड जो 75 इन्चेसको ओलेड टेलिभिजन जसको एक्चुअल एमआरपी तपाईँको 9,91,000 हो भने त्यो अहिले तपाईँले खालि 64% अफमा 3 लाखमै पर्चेस गर्न सक्नुहुन्छ। र साथसाथमा तपाईँको कुनै पनि टिभी तपाईँले पर्चेस गर्नुहुँदैछ भने साउन्ड बारसँग लिनु भने एकदमै राम्रो कम्बो अफर पनि पाउनुहुन्छ। अनि तपाईँको हरेक टिभीमा तपाईँले एउटा अस्योर्ड डिस्काउन्ट्सहरू त छँदैछ, साथसाथमा त्यो क्रेडिट कार्डबाट तपाईँले गर्नुभयो भने क्रेडिट कार्डमा पनि एकदमै राम्रो अफर्सहरू छ। सो जिएसटी रिड्युस भएको कारणले गर्दाखेरि टिभीमा एकदमै राम्रो राम्रो डिल्सहरू तपाईँले पाउनुहुँदैछ। र तपाईँलाई कम्ती रेन्जको टिभी चाहियो भने हाम्रोमा 15,000मा 40 इन्चेसको टिभी अभाइलेबल छ। त्यो पनि लोकल ब्रान्ड होइन, त्यो पनि तोसिबा जस्तो ब्रान्डको 15,000मा तपाईँले 40 इन्चेसको टिभी पर्चेस गर्न सक्नुहुन्छ। सो तपाईँलाई बल्कमा तपाईँको कमर्सियल पर्पजको लागि चाहिन्छ भने यु क्यान अप्ट फर तोसिबाको टिभी अल्सो। र फेरि पनि भन्न चाहन्छु 43 इन्चेसदेखि उकालो सबै टिभीमा तपाईँको 10% जिएसटी रिड्युस भएको छ। र हरेक टिभीमा एटलिस्ट नभनेको पनि 8,000 to 10,000 रुपिसको प्राइस डिक्रिज भएको छ पहिलाभन्दा। सो एकदमै राम्रो अफर छ टिभीमा, त्यो त्यसको पनि तपाईँ फाइदा उठाउन सक्नुहुनेछ। र तपाईँहरू थाहा भएकै कुरा अहिले फेस्टिभल्समा सबभन्दा बेसी डिमान्ड हुने भनेको हामीले इन्टरटेनमेन्ट हो। सो इन्टरटेनमेन्टमा हाम्रो पार्टी स्पिकर्सहरूको यति बेला एकदमै ज्यादा डिमान्ड हुन्छ। सो अहिले हाम्रो पार्टी स्पिकर्समा पनि एकदमै राम्रो अफर्सहरू आएको छ। सो तपाईँले पार्टी स्पिकर्स हाम्रोमा हेर्नुभयो भने हाम्रो रेन्ज हेर्नुभयो भने 4,000देखि लिएर अप टु 1,12,000 और 1,30,000सम्मको पार्टी स्पिकर्स हामीसँग अभाइलेबल छ। सो यसमा पनि सबभन्दा बेसी चल्ने स्पिकर, सबभन्दा डिमान्डमा रहने स्पिकर्स हो JBLको मोडल्सहरू। सो JBLमा एकदमै राम्रो अफर्स लिएर आएको छौँ हामीले, जुन चाहिँ तपाईँले देख्न सक्नुहुँदैछ यो JBLको 320 मोडल जो हामीले रेगुलर नर्मल डेजमा 45,000 to 50,000को बिचमा बेच्थ्यौँ भने अहिले तपाईँले खालि 39,000मा पर्चेस गर्न सक्नुहुनेछ। अनि यसरी नै व्हाइट कलरको हाम्रो 120 मोडल JBL 120 खालि तपाईँले 22,000मा पर्चेस गर्न सक्नुहुन्छ, जसको अरू बेला हामीले बेच्ने प्राइस हो 30,000 अबभ। सो त्यो तपाईँले खालि 22,000मा पर्चेस गर्न सक्नुहुन्छ। र साथसाथमा हाम्रो सोनीको अल्टिमेट सिरिजको पार्टी स्पिकर्सहरू पनि सबै अभाइलेबल छ। सो योपालि तपाईँलाई केही इन्टरटेनमेन्ट निड्सहरू छ भने रिलायन्स डिजिटल भिजिट गर्नुहोस्। हाम्रोमा पार्टी स्पिकर्स फेरि भन्न चाहन्छु 4,000देखि लिएर 1,30,000सम्मको भेराइटिजको पार्टी स्पिकर्सहरू अभाइलेबल छ। सो यो एकदमै राम्रो अफर्स लिएर आएको छ हामीले पार्टी स्पिकर्समा पनि, त्यसमा पनि तपाईँले फाइदा उठाउन सक्नुहुन्छ यो अफर्सको पनि। र तपाईँलाई थाहा भएकै कुरा हो हाम्रो एकदमै इन्टिग्रल पार्ट हो रिलायन्सको हाम्रो आइटी द्याट इज ल्यापटप्सहरू पनि। सो ल्यापटप्सहरूमा पनि एकदमै राम्रो अफर्सहरू लिएर आएको छौँ। तपाईँलाई थाहा लास्ट भिडियोमा पनि हामीले भनेको थियौँ एकदमै राम्रो अफर्सहरू चल्दैछ, जसमा प्राइम इक्जाम्पल त के हो भन्दाखेरि हाम्रो एप्पलको सिरिजहरू। सो M4 ल्यापटप तपाईँको लेटेस्ट M4 ल्यापटप खालि 84,000को रेन्जमा तपाईँले पर्चेस गर्न सक्नुहुन्छ भने M1 ल्यापटप अराउन्ड 50,000मा तपाईँले आफ्नो घर लिएर जान सक्नुहुनेछ। र साथसाथमा हरेक ल्यापटप पर्चेस गर्दाखेरि हामी योपालि दशहराको सेलमा हरेक ल्यापटपमा हामी अस्योर्ड फ्रिबिजहरू दिनेछौँ। अस्योर्ड फ्रिबिजमा के छ भन्दाखेरि तपाईँको त्यो कुनै पनि रेन्जको ल्यापटप हेर्नुहुन्छ भने जस्तो तपाईँको न्युट्री ब्लेन्डिङ कपदेखि लिएर ब्लुटुथ इयरबड्सदेखि लिएर फ्री ब्याग्स एन्ड तपाईँको इभन गेमिङ ल्यापटप्समा गेमिङ बन्डल्सहरू पनि फ्री पाउनुहुन्छ। र साथसाथमा तपाईँले ल्यापटपको भेराइटिज हेर्नुभयो भने हाम्रोमा एउटा बेसिक वर्किङ ल्यापटपदेखि लिएर तपाईँले हाई एन्ड गेमिङ ल्यापटपसम्म हाम्रोबाट पर्चेस गर्न सक्नुहुनेछ। र सबैको प्राइस एकदमै कम्पिटेटिभ प्राइसमा हामीले दिँदैछौँ। तपाईँले कुनै पनि अनलाइनमा हेर्नुहुँदैछ या कुनै पनि बाहिर दोकानमा हेर्नुहुँदैछ भने तपाईँले हाम्रोभन्दा कम्ती प्राइसमा पाउनुहुँदैछ भने हामीसँग एकखेप ल्याइदिनुहोस्, हामी त्योभन्दा पनि कम्ती प्राइसमा दिने ट्राई गर्दछौँ। र
गर्नेछौँ। अनि तपाईँले फाइनेन्समा या त क्रेडिट कार्डमा लिनु चाहनुहुँदैछ भने अप टु 15,000 तपाईँले क्रेडिट कार्डमा लिडिङ ब्याङ्कको क्रेडिट कार्डमा डिस्काउन्ट पाउनुहुनेछ। र फाइनेन्समा हेर्नुभयो भने हाम्रो बजाज एचडिबी र आइडिएफसी फाइनेन्स हामीसँग छ र त्यसको थ्रुबाट गर्नुभयो भने पनि तपाईँले 1 EMI अफर पाउनुहुनेछ। र हरेक ल्यापटपमा एकदमै राम्रो डिल लिएर आएको छ। होप तपाईँहरूले ल्यापटपमा पनि हामीसँग आएर पर्चेस गर्नुहुन्छ भन्ने म आशा गर्दछु। र एकदमै नयाँ नयाँ लाइनअप्सहरू पनि हामीले लिएर आएको छौँ। सो ल्यापटपमा पनि एकदमै राम्रो अफर छ अनि साथसाथमा अस्योर्ड फ्रिबिज भएको कारणले गर्दाखेरि यो पनि एकदमै राम्रो डिल हामीसँग छ। सो ल्यापटपको पनि पर्चेस हामीसँग गरिदिनुहुन्छ भन्ने म आशा गर्दछु। र यो हाम्रो दशहराको अफर एकदमै राम्रो अफर छ। आई होप सबैजना आएर भिजिट गर्नुहुन्छ र दशहराको सपिङ हामीसँगै गर्नुहुन्छ भन्ने आशा छ। थ्याङ्क यू।